बैंक खाता बन्द हुन सक्छ, तुरुन्तै यो अपडेट गर्नुहोस्। तपाईको बैंक खाता छ, प्रभु बैंक, ग्लोबल, आइएमई, एनआइसी एसिया वा कुनै पनि बैंक खाता छ भने अहिले बैंकहरूले राष्ट्रिय परिचय पत्र अर्थात् नेसनल आइडी अनिवार्य भन्दै सूचना जारी गरिरहेका छन्। के अब नेसनल आइडी नभई खाता बन्द हुन्छ? कल्पना गर्नुहोस् त, तपाईँ एटिएमबाट पैसा निकाल्न जानुभयो, तर बैंकले तपाईलाई केवाइसी अपडेट गर्नु भन्यो। अहिले सामाजिक सञ्जालमा नेसनल आइडी, एनआइडी आइडी नभए बैंक खाता बन्द हुन्छ भन्ने धेरै चर्चा भइरहेको छ। तर के वास्तवमा सत्य हो? राष्ट्रिय परिचय पत्र किन अनिवार्य हुँदैछ? कसले तुरन्त अपडेट गर्नुपर्छ? विदेशमा बस्ने नेपालीले के गर्ने र धेरै मानिसहरूले बुझ्न नसकेका वास्तविक कुरा के हो? भिडियो अन्तिमसम्म हेर्नुहोस्। यो भिडियोमा सम्पूर्ण जानकारी पाउनुहुनेछ। सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, नेसनल आइडी वा राष्ट्रिय परिचय पत्र भनेको के हो? नेपाल सरकारले जारी गर्ने एउटा आइडेन्टिफिकेसन नम्बर हो। यसले प्रत्येक नागरिकलाई एउटै आधिकारिक पहिचान दिन्छ। यसमा तपाईको नाम, जन्ममिति, फोटो, बायोमेट्रिक विवरण र सरकारी अभिलेखसँग जोडिएको हुन्छ। यसले भविष्यमा धेरै सरकारी र ब्याङ्किङ सेवाहरूलाई सजिलो बनाउने लक्ष्य राखेको छ। राष्ट्रिय परिचय पत्र बैंकमा किन अनिवार्य छ? यसको मुख्य कारण छन् ग्राहकको केवाइसी विवरण अद्यावधिक गर्न, नक्ली कागजातबाट खाता खोल्ने प्रयास रोक्न, एउटै व्यक्तिले एउटै आधिकारिक पहिचान सुनिश्चित गर्न, भविष्यका डिजिटल सरकारीसँग सेवा जोड्न। यसको अर्थ बैंकले आफ्नो ग्राहक विवरण अझ सुरक्षित र अद्यावधिक राख्न खोजिरहेको हो। नेसनल आइडी नभए खाता बन्द हुन्छ? नेसनल आइडी छैन भने खाता बन्द हुन्छ? तर वास्तविक कुरा के हो? अहिलेसम्म सबै बैंक खाता स्वतः बन्द हुने सामान्य नियम छैन, तर बैंकले केवाइसी अपडेट गर्न अनुरोध गर्न सक्छ। यदि तपाईको विवरण अद्यावधिक आवश्यक छ भने बैंकको सूचना अनुसार प्रक्रिया पूरा गर्न सक्नुहुन्छ। यदि तपाईको नेसनल आइडी छैन भने के गर्ने? यदि नेसनल आइडी कार्ड बनेको छैन भने आवेदन दिनुहोस्। नेसनल आइडी नम्बर प्राप्त भएपछि बैंकलाई जानकारी दिन सक्नुहुन्छ। आफ्नो बैंकले दिएको निर्देशन पालना गर्न सक्नुहुन्छ। नेपाल आउँदा राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिन सक्नुहुन्छ। आवेदन दिइसकेपछि तपाईले एउटा फर्म दिनेछ र त्यो फर्ममा एनआइडी नम्बर पनि उपलब्ध हुन्छ र त्यो नम्बर केवाइसीको लागि अपडेट पनि गर्न सक्नुहुन्छ। यदि तपाईँ नेपाल बाहिर वा अन्य कुनै देशमा हुनुहुन्छ भने कमेन्टमा आफ्नो देशको नाम लेख्नुहोस्। समस्या भयो म भिडियो बनाएर समाधान बताउने छु। विदेशमा हुनुहुन्छ